सम्पूर्णमा नमस्कार। म अधिवक्ता अजय पौडेल। मलाई चाहिँ सर यो मोही हक एकपटक कायम भइसके पछाडि चाहिँ कहिलेसम्म जीवित रहन्छ बताइदिनु पर्यो भनेर प्रश्न सोध्नु भएको रहेछ। अब यो मोही सम्बन्धी नेपाली कानुनी व्यवस्था कस्तो छ त भन्दाखेरि कुनै जग्गामा कुनै व्यक्ति मोही कायम भइसके पछाडि निजलाई चाहिँ कानुन बमोजिम निष्कासन नगरेसम्म चाहिँ उक्त जग्गामा निजको मोही हक सुरक्षित रहन्छ भन्ने कानुनी प्रावधान छ। भन्नुको अर्थ टाइम ड्युरेसन हुँदैन। तपाईँ एकपटक मोही हक प्राप्त गर्नुभयो भने कानुनी रूपमा चाहिँ उक्त हकबाट तपाईँलाई वञ्चित नगरेसम्म तपाईँको हक सुरक्षित रहन्छ। तर चाहिँ कतिपय अवस्थामा चाहिँ यो मोहीले चाहिँ जग्गा छाडी भागेमा हैन, अनि मोही बेपत्ता भएमा अनि कुदबाली नबुझाएमा चाहिँ मोही हकबाट निष्क्रिय अथवा निष्कासन गर्न सकिन्छ। तर कुनै पनि व्यक्तिको मोही हकबाट निष्क्रिय अथवा निष्कासन गर्नको लागि अथवा मोही हकबाट वञ्चित गर्नको लागि कानुन बमोजिमको प्रक्रिया अवलम्बन गरेर मात्रै गरिनुपर्छ। यो विषयमा अन्य थप जिज्ञासा भए फोन, म्यासेज, कमेन्ट गर्नुहोला। हस्त, धन्यवाद।